त गेम खेलेर घर फर्किँदा मैले खाना पकाएको रहेन रहेछु भने आमाले पकाउनुहुन्छ अनि आमाले पनि पकाउनु भएको छैन रहेछ भने आमा त जस्तो किचकिचे हुनुहुन्न मान न आमाले पकाउनु भएन भने म बिहा गर्छु अनि बुढीले पकाउँथे यसो गर्यो उसो गर्यो छोरी मान्छेलाई नै दलाउन खोज्छ छैन अनि तँलाई चाहिँ किन डा लाग्यो हामी छोरा मान्छेले पनि त आफ्नो काम गर्छौँ हामी बाहिरको काम गर्छौँ जागिर खान्छौँ हामी छोरा मान्छेले बाहिरबाट पैसा कमाएर नल्याए घरमा चुलो पनि बोल्दैनौँ बुझिस् अहिलेसम्म तैँले कमाएर ल्याएको थिइस् र मेरो उमेर भएर कमाउनलाई उमेर नहुन्जेलसम्म कहिले कहिले यसो घरको काममा मलाई सघाउन सक्दैन थिइस् तिमीहरू दिदी भाइको एकैछिन भेट हुन हुन्न है कुकुर र बिरालो जस्तै झगडा गरिहाल्नु पर्छ हेर्नु न आमा यसले मलाई के भन्छ के चाहिँ भने मैले बिहानदेखि सबै काममा आफै खटिनु पर्छ अनि यसो सघाइदिएन भनेको नसक्ने रे किन सघाउनु पर्यो त त्यो तेरो काम हो कसैको आश नगरी खुरुखुरु गर यसले पनि पछि गएर आफ्नो काम गरिहाल्छ नि कस्तो छोरा र छोरीले गर्ने काम भनेर छुटाउनु भएको आमा मैले होइन यो सब भगवानले छुट्याउनु भएको हो भगवानले नै छोरा र छोरी छुट्याएर बनाउनु भएको छ बच्चा जन्माउने काम छोराले गर्न सक्दैनन् त्यसैले छोराले गर्ने काम र छोरीले गर्ने काम छुट्टा छुट्टै हुन्छ सिधै भन्नु न आफ्नो प्राणभन्दा प्यारो छोरालाई दुःख भएको हेर्न सक्दिन भनेर अहिले सुख दिनु पछि घर व्यवहार मिलाउन नसक्ने हुन्छ अनि त्यो बेला पाएको दुःख हेर्न तयार भएर बस्नु चुप लाग हेर न काम गर्नको अल्छीले कुरो कहाँबाट कहाँ पुर्याउँछ यसको कुरा सुन्यो भने त मै पागल हुन्छु मेरो छोरा बिचरा पख्नु न आमा एक दिन मेरो महत्त्व तपाईलाई म बुझारै छाड्छु आज तिमीले कि मलाई रोज्नु पर्छ कि यो रक्सीलाई भन मलाई रोज्छौ रक्सी मेरो नशा हो भने श्रीमती मेरो धड्कन हो रक्सी मेरो प्राण हो भने श्रीमती मेरो ज्यान हो हे भगवान मलाई किन यस्तो दोधारमा पार्दैछ कसलाई रोजु मलाई रोजा बुढा म त तिम्रो श्रीमती हो श्रीमती भनेको एक रथको दुई पाङ्रा जस्तै हो तिमी म बिना जिन्दगीको त्यत्रो लामो यात्रा कसरी पार गर्छौ भन त म तिम्रो हरेक सुख दुःखको साथी हो बुढा तिमीले मलाई रोज्नुपर्छ जडा म छु र तिम्रो आडरै मत छ तिमी छौ र म छु तिम्रो हरेक पीडामा तिम्रो हरेक दुःख सुखमा तिम्रो श्रीमतीले भन्दा धेरै मैले साथ दिएको छु